पढेर हात खुल्लो भएर हो सुमनको बुवा कति सुतिराम्रा उठ्नु न चिया पकाउनु पर्यो भनेको नानी बाबालाई खाजा बनाएर कलेज पठाउनु पर्यो भनेको ग्यासै सकिन्छ सकिन्छ भने सकिन्थ्यो नि त किन पिर्का छ हटा नगर्ने तपाईँ छोरी कलेज जाने बेला भइसक्यो खाजा बनाएर खुवाउनु पर्यो भनेको त ग्यासै सकिन्छ आमा कलेज जान ढिला हुन लागिसक्यो अहिलेसम्म के पाके छैन कसरी पकाउनु छोरी भाडा छ चुलो छ चियापत्ती छ तर ग्यास छैन अनि कसरी पकाउनु मैले चिया किन पिर गर्नु म जान्छु नि ग्यास बस्न चाहना त जान्छस् छोरा तर बजारमा ग्यासको अभाव छ कहाँबाट खोजेर ल्याउँछस् पैसा तिरेपछि यो संसारमा नपाइने भन्ने कुरा के छ र आमा बुवा त पाइन्छ भन्छन् गाबो ग्यास तेरो जस्तो सोचले गर्दा त समस्या झन् बढेको यसरी देशको विकास कसरी हुन्छ भन् त छोरा पैसा हुनेले पैसा बढी तिरी 4-5 सिलिन्डर भरेर राख्छन् पैसा नहुनेले दिनभरि लाइनमा बस्दा पनि बेलुका खाली सिलिन्डर लिएर फर्किनु पर्छ तिमीहरू बाउसर चाहिँ गन्ठाउनु बसेका भरे ग्यास भएन भने खाना पाक्दैन है मैले भन्दैछ चिन्ता नगर न भाइ खाली सिलिन्डर भएर केही फरक पर्दैन पानीसँग चिउरा खाएर भए पनि पाउँछ तिमीहरूलाई भोको पेट नराखे भएन बुवा तपाईलाई यस्तो कुरा कसले सिकाउँछ खाली सिलिन्डर खै अब ग्यास आउने होइन कहिले आउने कहिले खाने गाह्रो भयो बच्चाहरूलाई के हाल्नु गएर चिउरा खुवाउँदै हुन्छ सबै यही हो मम्मी भन्छ हामी के गर्ने कुनै सकेन हामी सक्दैन ओहो साउजी आज त ग्यास पाइन्छ होला नि ग्यासै आएको छैन कहाँबाट दिनु आएपछि दिन्छु अहिले छैन ग्यास अलि पाइएन होला हजुर अब त्यहाँ कतार भयो नि छोटकालाई त गर्नु पर्यो बच्चाहरूको मर्ने भयो ठुलो भएर अलिक गरमाउँछ सकिन्छ बच्चाहरू त जोड्नु नसक्ला कति समस्या पर्थ्यो त अब के गर्नु त बच्चाहरूलाई गएर चिउरा खुवाउँदै पुग्छौँ हामी यस्तै त भयो दिदी साउजी तपाईँले किन यस्तो अन्याय गर्नु ग्यास आएको छैन आएपछि भनौँला ग्यास चाहियो रेडियो पत्र पत्रिका सामाजिक सञ्जालहरूमा जहाँसुकै ग्यास पाइन्छ भनेर प्रचार आइरहेछ तपाईँ कहाँ भने जहिले सर्टेज होइन के हो यो पारा जसले भन्यो त्यसै कहाँ जाऊ हामी कहाँ आएको छैन मलाई के थाहा आएको भए त म दिइहाल्थेँ नि गोदाममा राखेर मलाई के फाइदा अस्ति पनि छैन भनेको ग्यास आउँछ चाहिँ कहिले मलाई के थाहा तिमीहरू आफै गएर कम्पनीमा सोधा कम्पनीबाट त ग्यास आइरहेको छ तर यो ग्यास तपाईँको पछिल्लो ढोकाबाट व्यापार भइरहेको छ यहाँ ए भाइ तिमीले भन्न खोजेको के कुरा स्पष्ट छ ग्यास छैन होइन यही भन्न खोज्नु भएको जसले मोटो रकम दिन्छ नि उसको भान्सामा ग्यास बल्छ जोसँग पैसा हुँदैन हालत यस्तो हुन्छ के हामी गरिब भएको कारणले के हाम्रो घरको चुलो नबल्ने हो यो कस्तो समय आयो यो हल्ला गर्ने ठाउँ होइन यति ग्यास चाहिएको हो भने लाइनमा बस ग्यास आएपछि दिउँला यति चाहिएको छैन भने सिलिन्डर बोक्ने आफ्नै घरतिर कुद्ने लाइन त हामी बसेकै छौँ डर यति मात्रै हो साउजी ग्यास आएर पछाडिको ढोकाबाट व्यापार हुन्छ कि भन्ने मात्रै हो तिमीले भन्नु खोजेको के तेरो सम्पत्ति अगाडिबाट जाओस् कि पछाडिबाट जाओस् मुलाहरू साउजी मुख सम्हालेर बोल्नुहोस् यो ग्यास तपाईँको होला तर यी मान्छेहरूको लागि तपाईँको पसलमा ग्यास आएको तपाईँको लागि आएको होइन नत्र हामी फेरि माथिल्लो ओटामा जान नपरोस् हिजोदेखि पानी बाहेक केही खान्छ छैन केही खाउँ भनेको केही खाँदो रहेछ आमा के भयो भोक लाग्यो हो भोक त लागेको छ केहीहरूको केही रहेछ झुट नबोल्नुहोस् आमा मान्छे त हो भोक लागिहाल्छ नि
फेरि तपाईँले हिजो बेलुकादेखि केही पनि खानुभएको छैन। आमाको भोक भन्दा पनि छोराछोरीको भोक नै ठुलो हुन्छ। आमाले नखाएर पनि छोराछोरीलाई खुवाउँदाखेरि आफै अगाएको महसुस गर्छु। यत्तिकै आमालाई देवीको रूप भनेको होइन छोरी। तपाईँ महान हुनुहुन्छ आमा। आज पनि ग्यासै खाएको यस्तै हो नि जिन्दगी कसरी चल्छ। जुन जोगी आए पनि कानै थिएन। सुमन आज पनि ग्यास ल्याइनस्? कहीँ छैन ग्यास। बढी पैसा तिर्यो भने ग्यास पाउने सम्भव छ, नत्र असम्भव। अब बढी पैसा तिर्नलाई कहाँ पैसा छ र? भएको पैसा त्यति नै हो क्या? चुलोमा आगो नै बल्दैन भने पढेर के फाइदा बुवा? फेरि आफत विपदमा काम नलागेको पैसाको के अर्थ भन्नुहोस् त? छोरी, गरिबको जीवनमा हरेक पैसाको अर्थ हुन्छ। आफ्नो जिन्दगी अनि आफ्नो भविष्य बिगार्ने गरी पेट भर्नु पनि त राम्रो होइन। भाइ खाली सिलिन्डर लिएर म ग्यासको टिकाउनु जान लागेको थिएँ। ए कहाँ पाउँदो रहेछ ग्यास? ग्यास टिकाउनु पाउँछ नि भाइ। हस् म पनि लिएर आउनु पर्यो त्यसो भए। ए हुन्छ भाइ, हस् त हस्। म जाँदै गर्छु है भाइ। यो ग्यास के गरे पनि ग्यास ग्यास भन्दा भन्दा टाउको दुखाइसक्यो। लौ न साउजी, यसो कतै जोडजाम गर्नु पर्यो क्या? चुलो नबलेर बिजोड भइसक्यो यहाँ त। अब अरू कस्तो कुरो बुझ्दैन। मेरो पसलमा ग्यास थन्काएर नदिएको हो, कम्पनीबाट ग्यासै आएको छैन, आएपछि दिइहाल्छु नि। साउजी ग्यास पाउँछ? ग्यास त छैन। कहिले आउँछ ग्यास? कहिले आउँछ कहिले आउँछ, कम्पनीले दिएपछि आउँछ। कति सिलिन्डर आउँछ? होइन तिमीलाई के चासो सिलिन्डरको? किन हामीले चासो हुनु हुँदैन? यो देश जनताको, जनता यो देशका मालिक हुन्। मालिक भएर पनि अभावै अभावमा जिन्दगी गुजार्न परेको छ। तर साउजी अब त देश परिवर्तन भइसकेको छ। भन तिमीहरूलाई के सहयोग गर्नु पर्यो मैले? ठिक छ साउजी, एउटा कुरा देखाइदिनुहोस् न। के कुरा? तपाईँले भन्नुभएको ग्यास छैन भन्ने गोदाम। यो गोदाममा केही पनि छैन, गोदाम त खाली छ। एकचोटि सटर खोलेर त हेरौँ न। चाबी छैन। चाबी छैन अनि तपाईँलाई यसो भन्न लाज लाग्दैन? यत्रो पसलको साउजी भएर चाबी छैन अरे? छैन भनेपछि छैन। को हामीलाई चिन्नु भएको छ? तपाईँ चाहिँ को? हामी कालो बजारी नियन्त्रण टोली हो। जनतालाई ग्यास छैन भनेर झिक्काउनुहुन्छ। जसले बढी पैसा दिन्छ उसले ग्यास दिनुहुन्छ। अब ग्यासको थिएन साउजी, अब त तपाईँको इमानको थियो। खुरुक्क चापी ल्याउनुहोस्। चापी ल्याउनु भनेको सुन्नु भएन? सर ग्यास छैन भन्नुहुन्छ त, गोदामभरि ग्यासै ग्यास टन्नै छ त। के हो साउजी? गोलीमा चाहिँ ग्यास छैन, गोदाममा चाहिँ छ। के हो पारा? एकचोटिले माफ गरिदिनु सर, अबदेखि यस्तो हुने छैन। अब यो जवाब हामीलाई होइन, कानुनलाई दिनुपर्छ हजुरले। अब यति भइसि घरमा चुलो पनि बनियो, बा पनि खुसी, आमा पनि खुसी, सबै खुसी।